आहोय भन मेरा भाइ हो देउसी रे ए राम भन देउसी रे ए शर्मिला खनो देउसी रे उहाँले 38 घोगा मकैको विनाश गर्नु भएको छ एकैचोटि। गाइस यो सब कुरा झुटो हो। देखिन्छ विराज भट्टा यो चाहिँ मान्छे राम्रो हो कि चस्मा राम्रो हो किसिम ठ्याक्कै विराज भट्टा जस्तो देख्नु भएको छ हैन। हेलो व्हाट्सअप गाइस म मिस्टर पूर्णबहादुर राणा र मेरो युट्युब च्यानलको नाम चाहिँ मिस्टर राणा पूर्ण। तपाईले मलाई चिन्नु भएको छैन देख्न सक्नुहुन्छ हामीसँग एकदम बहुत चर्चित गायक एकदम बहुमुखी स्वरको धनी एकदम लोक तथा संस्कृति गायक दिनेश बोरा हुनुहुन्छ। मिस्टर दिनेश बोरा। यसै गरी म यस मोबाइलको ओनर युट्युब च्यानलको ओनर मिस्टर पूर्णबहादुर राणा मगर। त्यसै गरेर हाम्रो अर्को व्यक्तित्व हुनुहुन्छ हेर्दाखेरि सलमान खान जस्तो निकै नै बडी बिल्डर पेटमा टायर जत्र बसेको हाम्रो सुजन सरलाई पनि मेरो यो लाइभमा मेरो यो ब्लगमा हार्दिक स्वागत व्यक्त गर्न चाहन्छु। त्यसै गरी एकदम मिठो हुन्छ है यो। त्यसै गरी हामीसँगै काम गर्ने हाम्रो आत्मरक्षक इङ्ग्लिसमा सेक्युरिटी गार्ड भन्छ होइन, उहाँ चाहिँ हाम्रो विष्णु कार्की सरलाई पनि हाम्रो यस भ्लगमा हार्दिक स्वागत व्यक्त गर्न चाहन्छु। त्यसै गरी उनीहरूले परिपक्व भए तापनि एकदम व्यवहार चाहिँ बालपनकै छ हाम्रो दाइको चाहिँ। यसै गरी हामी चाहिँ अहिले काम गर्ने क्रममा कामबाट फर्किँदैछौँ। टोटल हामी 4 जना छौँ। हामी जाँदैछौँ अब एयरपोर्टबाट निस्केर सर सिधै गएर पशुपतिको आर्यघाटको बाटो हुँदै हामी गौरीघाट जाँदैछौँ। यसमा चाहिँ ढल फुटेको कि मेलम्चीको पानी फुटेको जस्तो छ। मुख पानी निस्किरहेको छ। हेरेर ढल जस्तो छ। पानीको गुणस्तर हेर्दाखेरि यो चाहिँ मेलम्चीको पानी फुटेको जस्तो छ। हेर्नुहोस् है, पानी खेर गइरहेको छ। मेलम्चीको पानीहरू सफा छ हेर्दाखेरि यस्तो बाहिर ढक्कर ढल जस्तो छ, तर पनि सफा पानीको गुणस्तर र सफा क्लिनेस हेर्दाखेरि चाहिँ मेलम्चीको पानीको पाइप फुटेर चाहिँ पानी बाहिर निस्केको भन्ने मलाई लागिरहेको छ। पुरै पानी निस्केर बाटैभरि हिलो भएको छ। यसै क्रममा हामी बाटो हुँदै पशुपतिको अन्तिम प्रवेशद्वारमा हामी आइसकेका छौँ। तपाईँहरू देख्न सक्नुहुनेछ। एकछिन हामी देखिहाल्छौँ साथीभाइहरू। यसै क्रममा हामी आइसकेका छौँ। पशुपतिबाट प्रवेश गर्दै हामी पशुपतिबाट प्रवेश गर्दै हामी जाने कुरा अघि नै तपाईँहरू जानकारी गराइसकेका छौँ। यो चाहिँ हाम्रो पशुपतिको अन्तिम प्रवेशद्वार रहेको छ। यहाँबाट गएर हामी आर्यघाट हुँदै बस्दो रहेछ कि फाइनल गाइस हामी पशुपति आइसकेका छौँ। पशुपति सुनसान छैन, मान्छेहरू छ, रमाइलो गरिरहेको छन्, कोही डुलिरहेका छन्, आनन्द लिइरहेको छ भने यहाँ चाहिँ अझै लास एक ठाउँमा चाहिँ लास जलाइरहेको छ। हेर्न सक्नुहुन्छ। एक ठाउँमा चाहिँ उहाँ छैलालाई हुँदैछ। हेर्न सक्नुहुन्छ। तलतिर चाहिँ अब गर्लफ्रेन्ड बोयफ्रेन्ड होला। गाइस एउटा कुरा भनौँ, आहोय भन मेरा भाइ हो देउसी रे ए राम भन देउसी रे ए शर्मिला खनो देउसी रे त्यस्तै देउसी भन्ने आशिकै दिउँ है, आशिक दिउँ। हाम्रो दाइले चाहिँ अब आहोय चिकेन मटन ए उर्किँदै गयो। यस्तो देउसी भैलो देउसी रे भन्ने क्रममा चाहिँ हाम्रो दाइले चाहिँ जवानीमा 16 वर्ष उमेरमा यसो मकैबारी ढालेको सम्झनाले निकै नै कताइरहेको छ। त्यही सम्झनामा जाने बित्तिकै नै सुत्ने भन्ने कुरामा थाहा पाएको छु। उहाँले 38 घोगा मकैको विनाश गर्नु भएको छ एकैचोटि। यो कुरामा चाहिँ म चाहिँ निकै नै केही भन्न सकिनँ। दाइको भूतकाललाई पनि कोट्याएर अहिले गनाउँदैन, किनकि सब त्यो
मिसिएर चाहिँ के भइसक्यो दाइ प्लिज गाइज यो सब कुरा झुटो हो। त्यो भाइहरूले मलाई नराम्रो बनाउनु भनेको हो। त्यो त सम्झिनु पानी सम्झिने खोला चाहिँ किन किन हुँदैन यहाँ चाहिँ एम्बुलेन्स आएको रहेछ। एम्बुलेन्समा सब वाहन एम्बुलेन्स भिडियो रेकर्ड गरेर पठाउनु भन्छ त्यस्तै हो मान्छेको 2 दिनको जिन्दगी एक दिन जन्मने एक दिन मर्ने अनि त्यही भएर अनि ओटी कहिले गर्ने गाइज होइन कसैले आफूले म ठुलो छु म यस्तो छु भनेर घमण्ड नगर्नु। आखिरमा एक दिन त अवश्य पनि मरेर जानु छ। त्यही भएर जोसँग बोले पनि जोसँग जे गरे पनि प्लिज गाइज यो चाहिँ होइन है जोसँग बोले सरी गाइस उहाँलाई सानो प्रब्लम आयो। उहाँको ब्याट्री थोरै अलिकति डाउन भएको छ चिसोले माफ गर्नु होला। बोले पनि जोसँग रमाइलो गरे पनि अझ साँचो मनले आफ्नो हाँसी खुसी गरेर बस्नु होला। थ्याङ्क यू धन्यवाद। भन्न त हामीलाई धेरै भन्नु मन थियो के नभए 63 वर्ष दमले गर्दा अलि सास भएर हो यो यसमा चाहिँ म एकदमै सहमत छु हजुर। 45 वर्षको भएको छु गाइज हेर्नुहोस्। तर मेरो पछि 10-15 जना लागेको छन्। तर मैले कसैलाई पनि पछ्याएको छैन। मात्रै मेरो एउटा बुढी छ त्यसलाई मात्रै पछ्याएको छु। यो भन्नु मात्रै हो भन्दाखेरि सजिलो यस्तै हुन्छ भन्दाखेरि अब के गर्नु छ दाइको विचारधारा थाहा छ है हामीलाई थाहा छैन किनकि म सोझो भर्खरको स्विट 21 होइन त्यही यस्तो ठुल्ठुलो कुराहरू बुझ्दिनँ केही थाहा छैन यस्तो कुराहरू हामीलाई ज्ञात छैन। उहाँ भनेको एकदम एक्सपिरियन्स मान्छे हुनुहुन्छ होइन सबै कुरा थाहा छ भोग्नु भएको छ हामीले देखेको हजुर दाइ हामीलाई बाइक जाँदैन एउटा दाइ चाहिँ बाइकमा जान रहेछ होइन पशुपतिको एरियामा चाहिँ त्यहाँबाट भित्र चाहिँ बाइक गाडी लिएर जान नमिल्नु भएको कारणले गर्दा गाडी प्रहरी सरले रोक्नु भएको छ। उहाँको लागि पनि सलाम छ भन्दै यसै गरी हामी चाहिँ हाम्रो निवासतर्फ अघि बढिरहेका छौँ। भन्नुहोस् त भन्न सक्दिनँ म फेरि गिडहरू छन् अलिकति फेरि दियो टेक्नु होला अलिअलि मकैको दियो छन् आज। हामी चाहिँ अहिले फाइनल्ली पशुपतिको अन्तिम चरणमा र माथिको कलेज साइड र पशुपतिको मेन गेटको सिधा नजिक आइसकेका छौँ। म तपाईँहरूलाई पशुपतिको बाहिरैबाट भए पनि दर्शन गराउने छौँ। केही दिन धेरै धारण गरेर केही समय बस्दिनुमा बस्दिनु होला ज्ञानी भएर बस्दिनु होला भक्तजनहरू। हजुरको पनि पालो आउँछ सबैले अक्षता र फुलमाला लिएर हातमाथि गरिदिनुहोस्। चोको मुखले यसो जय श्रीराम भन्छ जस्तो हाम्रो सर एकदम मजा के हुनुहुन्छ यो कुरालाई मनमा नलिनु होला। तपाईँ चाहिँ म पशुपतिको गेट दर्शन गर्न जाँदैछु। ढोग्नुपर्छ यहाँ गेट त्यहाँबाट चाहिँ हाम्रो प्रवेश गरिसकेपछि पूजा कक्षमा हामी जान्छौँ त्यो भित्र पछि ल त्यो भित्र गेटहरूले बन्द गरेको हुन्छ रातिको समयमा। गाइस हामी चाहिँ बाटो हिँड्ने क्रममा हामीलाई एउटा चस्मा भेटेको छ कस्तो लागेको छ एकचोटि भनिदिनु होला। यो चाहिँ होइन दिउँसोमा आउने बेलामा चाहिँ एउटा डेक र एउटा दाइले
चस्मा र लट्ठी बोकेर बस्नुहुन्छ। सायद त्यही दाइको चस्मा झऱ्यो कि भन्ने मलाई आशंका लागेको छ। यसो भोलि बिहान त्यो दाइले त्यो चस्मा लगाउनु भएको छैन भने पुनः हामीले त्यो दाइलाई यो चस्मा हस्तान्तरण गर्ने बाचाको साथमा अहिलेको लागि चाहिँ हामी दाइले लगाइराख्नु भएको छ। एकचोटि लाएर देखाइदिनु दाइ कस्तो देखिन्छ विराज भट्ट। यो चाहिँ मान्छे राम्रो हो कि चस्मा राम्रो हो? ठ्याक्कै विराज भट्ट जस्तो देख्नु भएको छ होइन? किसिमै देखियो ल सेम लाइक विराज भट्ट। फाइनली हामी चाहिँ हाम्रो निवासमा प्रवेश गरिसकेका छौँ। यति भन्दै सम्पूर्ण हाम्रो साथीहरूलाई दर्शकबिनहरूलाई मेरो सब्सक्राइबर त छैन, त्यही पनि अब हुनेवाला सब्सक्राइबरहरूलाई गुड नाइट भन्दै बिदा हुन चाहन्छु। सबैको ऱ्याप शुभ होस् भन्दै मेरो 2-4 शब्द र आजको मेरो पहिलो भ्लग यही अन्त्य गर्न चाहन्छु। गुड नाइट। मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, सब्सक्राइब पनि गरिदिनु होला भन्दै गुड नाइट। बिदा हुन्छु। गुड नाइट। बाई।